Hello everyone, good morning, सेवा नमस्ते सबैजनालाई वेलकम ब्याक एगेन माई युट्युब च्यानल। अनि साथीहरू हजुरहरू नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला। अनि साथीहरू मेरो भिडियो चाहिँ नि यस्तै भइरहेको छ क्या, घरदेखि बाहिर निस्किनु पाएको छैन। अनि त्यही भएर अब रमाइलो भिडियोहरू ल्याउनु पाएको छुइनँ। अनि दिदी पनि हुनुहुन्न नि त घरमा, अनि दिदी नभएको कारणले गर्दा भिडियोहरू पनि यस्तै भइदिइरहेको छ। अनि आज चाहिँ फर्स्ट मेरो उठाइ भइरहेको छ है, किनकि हेर्नु न अब म उतापट्टि मेरो त बाहिरपट्टि हो नि त रुम, भित्रबाट मम्मीहरू उठ्नै भएको छैन। साथीहरू म चाहिँ फ्रेस भइसकेँ होइन, मुख दाँत त मलिसकेँ अनि मुख पनि धोएर फ्रेस भइसकेँ होइन। बुने ओइ तुन्नु ढोका खोला, ढोका खोलेकै छैन उता पनि यता पनि। उठ्छ भनेको त ऊ फेरि गएर सुत्यो। साथीहरू सुन्नुभयो जतिखेर नि ए चाहिँ भन्नु चाहिँ कहिले नछोड्ने भयो है मान्छेले। अब मान्छेको बी भन्ने खोज्ने साथी खोजिदिने बेला भएछ। साथीहरू आज हाम्रो बुनेले चाहिँ काम पाएको छ है, यहाँ फुल रोपेर। कति दिनमा काम गर्नुभएको हजुरले? कति वर्ष भयो रेकर्ड? वाट्सएप काम भोक लाग्यो अरे। ए भोक लाग्छ र तिमीलाई पनि? भोक लाग्छ तिमीलाई पनि? कसरी भोक लाग्छ? कसरी भोक लाग्छ? हुन्छ नि, अब घाउ हुन्छ, लडिन्छ, मजा आइरहेछ। साथीहरू आज चाहिँ यहाँ बाबाले र बुनेले यहाँ फुलहरू मिलाइरहनु भएको छ। अथवा जाम पाउने टोक्यो कमिलाले यस्तो गमला। अरू बेला योहरू पनि थियो नि त, यो बोतलको यो टक्रा टुक्रीहरू थियो। अहिले चाहिँ यो चाहिँ यसरी राख्नु भएको छ है। काम गरेर कस्तो फिल भइरहेछ? यो अर्को वर्षको लागि गमलामा सार्नु। साथीहरू म चाहिँ अब किचनमा खाना पकाएर मैले र मम्मीले चाहिँ खाना खाइसक्यौँ। अनि बाबालाई खाना पस्किदिइरहेको छु। अनि बाबाले खाना बाँच्छ। अनि बुने आज कति दिनमा काम गरेर खतरा भएछ नि। यस्तरी काम गरे पो भन्नु माया लाग्छ होइन। काम नगरेपछि त के को माया लाग्ने? किन रोक्नु छोरी भाइ मलाई किन कमिला टोकानेको यहाँ कमिला भक्कु निस्किरहेको रहेछ। अनि भुन्नी जस्तो भइरहेको छु म त। अस्ति नि ढुकुरले यहाँ गुड लगाएको थिएन, त्यहाँ बच्चाहरू निकालेर पनि उडाइसक्यो। के झाडुले माटो हटाइदिन्छ ए आफ्नो नसकेन। अनि साथीहरू देख्नुभयो त्यहाँ लाउँदैछ अब गुड भयो त। अब त्यहाँ लाएर अब त्यो जोडी त्यही जोडी हो कि अर्को जोडी हो त्यो थाहा भएन साथीहरू। अर्को आज हाम्रो सारुना एकदम जागरिली भएकी छ है। काम गर्दैछ है जागरिलो भएर। हिजो मैले अति भनिदिएको त बिचारा सरी ल। त्यो माथिको चराको त्यो गुड पनि जानु पर्दैन, डन्ठी लिएर घोस्दा भइहाल्दैन नि। साथीहरू है अब कसैको घरमा केटी माग्दै हुनुहुन्छ भने आइदिनु होला। हाम्रो बहिनी बुने जागरिली भएकी छ, आइदिनु होला। जागरिलो भएकी छ। साथीहरू चाहिँ रात परिसक्यो है। यहाँ मात्रै रात परे जत्तिकै भन्दैछु त सबैतिर रात परिसक्यो होइन। कति बजे?
5 भइ 5:30 अरे 6:30 भइसक्यो साथीहरू। म चाहिँ खाना खाएर पनि आइसकेँ अनि बाबु बहिनीले खाना खाँदै हुनुहुन्छ अनि साथीहरू। अनि तुनुरीले पनि खाना खाएर आइसक्यो, त्यहाँ जो खाना हेर्दैछ मलाई। अनि हामी चाहिँ नि खाना खाएर अनि हिँड्ने गरेको छौँ नि त। आजले 5 दिन हुन्छ खाना खाएर हिँड्नुको लागि इभिनिङ वाक भन्नुपर्छ। अनि ठ्याक्क 7 बजी हिँड्नु लागेको अनि भर्खर अब 6:30 मात्रै हुँदैछ नि त। अनि ठ्याक्क 7 बज्छ अनि त्यस पछाडि हिँडेर आउने ठ्याक्क आधी घन्टा माथि कुञ्जीबारी गएर घरसम्म आउँदा ठ्याक्क आधी घन्टा लाग्छ ट्याक्कै। तुनुरी चाहिँ के हो बिहोस भयो क्या हो। ला बुने बिहोस भयो बुने उठा हिँड न जाउँ न मेरो साथी आज। मम्मी तुनुरीलाई सब्जी बनाउनु लागेको बिहोस भएर लडिरहेछ है साथीहरू। बिहोस भएको अरे सब्जी बनाउँदैन। अब पैसा थाप्नुको लागि त अनि गर्नु पर्यो नि त त्यति पनि साथीहरू। पैसा थाप्छ उसले अनि उसले नगरेर कसले गर्छ त। हामीले त गऱ्यौँ भने त पैसा पाउँदैनौँ नि त हामीले त। उसले त पैसा पाउँछ नि त गऱ्यो भने त साथीहरू, हो कि भन्नु त। मक्केबारी करम भने जस्तो साथीहरू। अलिकति हामी यत्रो काम गर्छौँ हाम्रो ढाड दुख्दैन होइन। उसको यति काम गर्दामा ऊ बिहोस भइसक्यो। हेर्नु न झुलभित्र पसेर बिहोस। सुत्नु पनि हेर्नु न कसरी सुतिरहेको छ हेर्नु त यहाँ साथीहरू। सुताइ हेर्नु है। अलिकति काम गर्ने बित्तिकै अरे हामी यत्रो काम गर्नुपर्छ। अबे त्यस्तो रुखबाट त हामी कति लड्यौँ नि। रुखले मेरै ढाड थिचेर मर्नु र बाँच्नु आँखा पल्टिजाल भएको म। हिँड न छिटो। आज चाहिँ बुनेर म मात्रै पढ्यौँ। निर्मला फुपूलाई कल गरेको आज थुप्रो काम छ अरे त्यसैले नजाने अरे। अनि त्यस पछाडि अनि अब खानेपछि त एकछिन अब हिँड्ने बानी छ अनि हिँड्नु पर्यो। अनि अब पर आमाको घरदेखि फेरि फनक्क फर्केर पुल गएर फेरि पुलदेखि थपक्कै घर आउने साथीहरू। अलिकति खाएको 5-10 मिनट त हिँड्नु पर्यो नि त अँधेरोमा यस्तो समय। हामी चाहिँ अन्धकारमा हिँडिरहेको छौँ है। बुनेले चाहिँ फोन पक्रिदिइरहेको छ, लाइट बालिदिइरहेको छ होइन। अनि यता चाहिँ 2जना बहिनी छ। हाय अन्धकारमा हामी चाहिँ यहाँ पुलसम्म आएको है। आज चाहिँ उता नगएको नि त। अनि बुनेको हाँसै सुन्नुहुन्छ होला तपाईँहरूले, सुनिराख्नु भएको छ होइन। हाँसिदेऊ फेरि हाँसिदेऊ। म देख न गाइजहरू, मलाई यो कान्छेहरूले जति पनि यो भ्लगमा भनेको छ नि त्यो सबै बकवास हो होइन। म त्यति साह्रो पनि छुइनँ। त्यो भ्लग बनाउँछन् होइन काम गर्दैन भनेर अनि फेरि लास्टमा चाहिँ काम गराएर छाड्छन् हो। त्यस्तो होइन है साथीहरू, किनकि उसले कामै गर्दैन होइन। भिडियोहरू देखाउँछु होइन, भिडियो देखाइरहेको हुन्छ। आज चाहिँ कसम साँच्चै आज चाहिँ काम गर्यो है मान्छेले। यस्तो भइरहेको छ होइन। यस्तो गरी पल्टाएर उनीहरूले चाहिँ मेरो सातो पुत्लो उडाइदिएको है। यहीँदेखि फर्केको ऊ यहाँ आधी किन फर्किनु। अनि म चाहिँ घर पनि आइसकेको होइन। आएर पनि अनि एकछिन रेस्ट गऱ्यौँ। अनि खाना पचाउनु पर्यो नि त साथीहरू। खाना पचाउनु पर्छ कि पर्दैन भन्नु त साथीहरू, पचाउनै पर्छ। अनि साथीहरू अब चाहिँ रात परिसक्यो होइन। अब चाहिँ सबैजनाको ठाउँमा रात परिसक्यो। मेरोमा मात्रै होइन, बाहिर देशमा चाहिँ रात परेको छैन। त्यति नै हो, हाम्रो देशमा चाहिँ रात परिसक्यो। अनि साथीहरू प्लिज नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि मलाई माया सपोर्ट गरिदिनु होला। अनि मेरो भिडियो चाहिँ बाहिर निस्किनु पाएको छैन अनि त्यही भएर यस्तै भइरहेको छ भिडियो साथीहरू। नरिसाइदिनु होला। भिडियो नहेरे पनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि साथीहरू म अब सबैजनासँग बिदा माग्दै भोलि अर्को भिडियोमा फेरि भेटौँला भन्दै बाई बाई, लभ यू।